मा सहभागीले बाँसका आकर्षक सामग्री निर्माण गर्न थालेका छन्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका र चाँगुनारायण फाउन्डेसनको सहकार्यमा भइरहेको तालिममा सहभागीहरूले बाँसबाट आकर्षक सामग्री निर्माण गर्न थालेका हुन्। नगरपालिकाले यसअघि 90 दिनको आधारभूत तालिम प्रदान गरेको थियो, पुनः अहिले एडभान्स तालिमको आयोजना गरेको हो। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 6 नेर्पामा सञ्चालन भइरहेको एडभान्स तालिममा 15 जना सहभागी रहेको नगरपालिकाका उद्यम विकास सहजकर्ता शान्ता आचार्यले बताउनु भएको छ। 60 दिने एडभान्स तालिम जेठ 20 गते सकिँदैछ। यसअघि सञ्चालन भएको आधारभूत तालिममा 30 जना सहभागी रहेको उहाँको भनाइ छ। तालिममा सहभागीहरूले घरमा सजाउने विभिन्न सामग्री, प्रयोग हुने दैनिक सामग्रीसँगै कुर्सी, खाट, टेबल, सोफा लगायतका सामग्रीहरू धमाधम निर्माण गरिरहेका छन्। तालिम पश्चात सोही पेसाबाट आत्मनिर्भर हुन सकिने आत्मविश्वास रहेको सहभागी नारायण प्रसाद रिजालको भनाइ छ। बाँसको लगभग धेरै आइटम सिकिएको छ। फुल बनाउन भयो, अब फर्निचरका सामानहरू भए, टी टेबलहरू, डस्टबिनहरू, अनि खाट, सोफाहरू, लगभग धेरैवटा आइटमहरू चाहिँ सिकिएको छ सर अहिलेसम्म। अब आफै बनाउन सक्नुहुन्छ? सकिन्छ। के सम्भावना देखेर आउनुभयो यो तालिममा? होइन, बाँसको लगभग अब अलिक खर्चिलो चाहिँ हुन्छ, कस्ट चाहिँ आउँछ सर। अब त्यो अनुसारको बिक्री बजार पाउने हो भने सबै थोक बनाउन सकिन्छ, आत्मनिर्भर भएर काम गर्न सकिन्छ। अब बजारको सुनिश्चित भयो भने उत्पादन चाहिँ तपाईँहरू माग अनुसार गर्न सक्नुहुन्छ? सकिन्छ। हामीले सिकेको आइटमहरूमा बजारको माग अनुसार उत्पादन गर्न सकिन्छ, अथवा कुनै पनि सामानको अग्रिम यो खालको चाहिँ हुन्छ भनेर आयो भने त्यसलाई लगभग सकिन्छ बनाउनको लागि। तालिममा सहभागीहरूलाई भारतका प्रभात साक्य र मोरङका अङ्कबहादुर मगरले प्रशिक्षण दिइरहनु भएको छ। केमिकल मिसाएर 1 सातादेखि 15 दिनसम्म बाँसलाई पानीमा भिजाएपछि त्यसबाट आकर्षक सामग्रीहरू निर्माण हुने प्रशिक्षक मगरको भनाइ छ। उक्त विधिबाट निर्माण गरिएको सामग्रीहरू धेरै वर्ष टिक्ने र हाल सामग्रीको बजार पनि राम्रो भएकाले तालिममा सहभागीहरू सोही पेसाबाट आत्मनिर्भर हुन सक्ने प्रशिक्षक मगरले बताउनु भएको छ। जस्तो बाँसको झ्याङबाट त्यो बाँसलाई ल्याएर यहाँ सामान बनाउँदासम्म के प्रक्रिया हुन्छ तपाईँहरूको? हाम्रो बाँस जब काटेर ल्याइन्छ, हाम्रो सामान्य त हाम्रो ट्रिटमेन्ट नै भनिन्छ। ट्रिटमेन्ट भन्नाले एउटा केमिकलमा पानीमा डुबाएर त्यसलाई हप्ता दिन अथवा कुनै केमिकल 15 दिनसम्म राख्ने पनि हुन्छ। त्यसलाई निकालेर हामीले राख्छौँ। त्यसलाई हामीले कुनै बेला चाहिँ अब पानीमा उमालेर पनि अनि त्यसलाई ट्रिटमेन्ट गर्न सकिन्छ। सामान्य ट्रिटमेन्ट चाहिँ गर्नै पर्यो, अनिवार्य ट्रिटमेन्ट गर्नै पर्यो। यदि गरिएन भने पनि त्यसलाई हामीले कलरबाट पनि ट्रिटमेन्ट गर्न सकिन्छ। गत फागुन 15, 16 र 17 गते प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरेको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले बाँसबाट नागरिकलाई आत्मनिर्भर बनाउने नीति लिएको जनाएको छ। नगरपालिकासँगै समग्र जिल्लामा अत्याधिक बाँस पाइन्छ। उक्त बाँसको सही सदुपयोग गरी नागरिकको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यसहित तालिम आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताउनु भएको छ। हाल देश विदेशबाट बाँसका आकर्षक सामग्रीहरूको अत्याधिक माग आइरहेको उहाँको भनाइ छ। नागरिकले उत्पादन गरेको सबै सामग्री नगरपालिकाले बजारीकरण गरिदिने मेयर भट्टराईले बताउनु भएको छ। हामीले चाहिँ प्रथम राष्ट्रिय बाँस सम्मेलन पछाडि अहिले नेर्पामा बाँसको सामग्रीहरू उत्पादन गर्नको लागि तालिम दिइरहेका छौँ। हामीले गत वर्ष 10 लाख रुपियाँमा चाहिँ प्रशोधन केन्द्र स्थापना गरेका थियौँ र अहिले धेरै व्यक्तिहरूले चाहिँ तालिम लिइरहनु भएको छ। विभिन्न व्यक्तिहरूले चाहिँ आफूलाई चाहिँ यो बाँससँग चाहिँ खेल्न रुचाइरहनु भएको छ र घरेलु हस्तकलाका सामग्रीहरू, फर्निचर उत्पादन गरिरहनु भएको छ। अब हामी यसलाई बजारीकरण गर्नको लागि बजारमा हामीले चाहिँ कुरा गरिरहेका छौँ र विभिन्न ठाउँबाट करिब 8-10 जना मान्छेहरूले रोजगारी पाउने गरी 6 महिनाको लागि चाहिँ हामीलाई अर्डर पनि आइसकेको छ। त्यसकारणले बजारको कुनै समस्या छैन। बजारसम्म पुर्याउनलाई नगरपालिका अग्रसर हुन्छ र उत्पादनको लागि हामीले चाहिँ यहाँ तालिम लिनुहुने व्यक्तित्वहरूलाई चाहिँ भनिरहेका छौँ, तपाईँहरूले तालिम लिनु हो, तपाईँहरू उत्पादन गर्नुहोस्, गुणस्तरयुक्त उत्पादन गर्नुहोस् र बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी चाहिँ मूल्य निर्धारण गर्नुहोस् भनेका छौँ। हामीले चाहिँ चोयाको मिसिन पनि विभिन्न सङ्घ संस्थासँग कुरा गरेर चोया काट्ने मिसिन हामीले चाहिँ
केही दिनमा चाहिँ ल्याउने तयारी गरिरहेका छौँ। बाँस फुटाउने मेसिनको पनि हामीलाई विभिन्न सङ्घ संस्थाले दिने भन्नुभएको छ। त्यो ढङ्गबाट हामीले चाहिँ यो बाँसको प्रवर्धन गर्नको लागि हामीले बजारीकरण र उत्पादनलाई चाहिँ जोड दिइरहेका छौँ। यसको बजार चाहिँ कहाँ हो? बजार चाहिँ अब नेपालमा पनि प्रशस्त बजार छ। अहिले केही दिन अगाडि अमेरिकाबाट पनि दिक्तेलमा बनाएका सामग्रीहरू हामी चाहिँ खरिद गर्छौँ, त्यहाँबाट पठाइदिनु पर्यो भनेर अमेरिकाबाट पनि हामीलाई माग भएको छ।